चाकु बनाउने सरल उपाय यो चाहिँ बदाम, नरिवल अनि काजु अनि त्यहाँदेखि पिस्ता सबै मिसाएर यो चाहिँ धुलो बनाएर राखेको छु। अनि यहाँ अलिकति सानो टुक्रा नरिवल, यो अलि ठुलो टुक्रा नरिवल गार्निस गर्नको लागि, यो बदाम, यो अलिकति हाडे बदाम, यो मम्फली हो, यो चाहिँ हाडे बदाम अनि यति काजु। अब यो आधा किलो गुडको लागि तयार गरेको रेसिपी हो। अब यसलाई म बनाउँदैछु आज। आधा किलो गुड, अघि लिएको सक्करलाई मैले यसरी धुलो बनाइसकेँ। यसरी धुलो बनाउँदा चाहिँ पानीमा डिजल भुन्न एकदमै सजिलो हुन्छ। यो आधा किलो गुडको लागि ठ्याक्कै 1 कप पानी हाल्यो भने त्यो चाकु चाहिँ एकदम राम्रो बन्छ। 1 कप पानी राख्दैछौँ हामी पहिले। यो 2 मिनेट जति पकाएपछि यस्तो हुन थालिसक्यो, डिजल भुन आँटिसक्यो। अब यो भइसक्यो, यसमा छैन। अब यसलाई छान्ने। क्यारेक क्यारेक लाग्दैछ, तल बालुवाहरू छ, यसलाई छान्ने पहिले। अब यसलाई फेरि हामीले सफा भाँडामा खनाउनु पर्यो अनि पकाउनु पर्यो। यो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ प्लिज कमेन्ट गर्नु होला र मन पर्यो भने लाइक सब्स्क्राइब गर्न नबिर्सिनु होला। खनाउनु अगाडि चाहिँ अलिकति प्लेटमा घिउ दल्नु पर्ने हुन्छ। तलपट्टि पनि हाल्दिने, पछि माथिबाट पनि हाल्दिने। त्यसो गर्यो भने दुवैपट्टिबाट चाहिँ ड्राई फ्रुटहरू देखिन्छ। अब चाहिँ यसमा फिन्ज मात्र देखिन थालेको छ। अब यस्तो अवस्थामा चाहिँ यसलाई अब खन्याउँदैछौँ हामी। खन्याउनुभन्दा इमिडिएट अगाडि मात्र यो धुलो मसलालाई राख्ने, नत्र जल्छ। अहिले अब ड्राई फ्रुटहरूलाई सबैलाई जमाइदिइसकेँ। थालमा जमाएको चाकु अघि मैले चक्कुले हल्का कोट्याएँ। यदि तपाईँको गुड चाहिँ पर्फेक्ट पाकेको छ भने यसरी पर्फेक्ट तरिकाले उक्किन्छ चाकु, तासिएको छैन। ल हेर्नुहोस्, र चाकुको मजा लिनु छ भने यसरी नै चाकु बनाउनु होला। धन्यवाद।